के तपाईको बाख्रा दुब्लाउँदैछन्? जति खुवाए पनि पाठापाठीको ग्रोथ भइरहेको छैन। यसको बारेमा जान्नको लागि भिडियो लास्टसम्म हेरिदिनुहोला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। यदि तपाईँ आफ्नो बाख्रालाई जुकाको औषधि खुवाउनु भएको छैन भने आफ्नो बाख्रालाई जुकाको औषधि खुवाउनुहोस्। जस्तो अल्बोमारको अल्बेन्डाजोल 3 केजी बराबर 1 ml पिलाउनुहोस्। बिहानको समयमा खाली पेट मात्र यो औषधि पिलाउनुपर्छ। यो औषधि दिएपछि 3 वा 4 घण्टा केही पनि खानेकुरा दिनु हुँदैन। यस्तो गरियो भने पेटमा भएका सबै किराहरू मर्छन्। तर यो औषधि प्रेग्नेन्ट बाख्रालाई दिन मिल्दैन। कसरी थाहा पाउने? बाख्रा र पाठापाठीको पेटमा जुका परेको छ कि छैन? जब बाख्राको मेग्नी गर्छ तब त्यसको मेग्नीमा साना चामल जस्तो टुक्राहरू निस्किँदै जान्छ। मेग्नी गर्दा त्यसको बडकौलामा हावामा तार जस्तो झर्छ भने बाख्राको पेटमा जुका परेको छ भने बुझ्नुपर्छ। र जति खुवाए पनि पाठापाठी दुब्लाउँदै जान्छ भने बाख्राको पेटमा जुका परेको छ भने बुझ्नु पर्छ। समयमा यसको उपचार गरिएन भने तपाईको पाठापाठी मर्न पनि सक्छन्। जहिले पनि बाख्रालाई 3 महिनाको अन्तरालमा औषधि खुवाउनु पर्छ। तर औषधिको प्रयोग आफ्नो भेटनेरी डाक्टरको सल्लाह अनुसार नै गर्नु राम्रो होला। जुकाको औषधि खुवाएपछि लिभर टोनिक अनिवार्य रूपमा खुवाउनु पर्छ। कम्तीमा 10 दिन लगातार दिनुपर्छ। लिभर टोनिक जुकाको औषधि खुवाउनाले गर्दा बाख्राको लिभर अलिक कमजोर हुन्छ, जसले गर्दा लिभर टोनिक दिनुपर्छ। बाख्राको लिभर राम्रोसँग काम गर्छ र खाएको सबै कुरा राम्रोसँग पचाउँछ र बाख्रा पछि मोटाउने गर्छ। यस्तो खालको भिडियो हेर्नको लागि तपाईँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।